आज अक्षय तृतीया तिथि। आजको तिथिलाई, आजको दिनलाई धर्म, शास्त्र, पुराणमा अत्यन्त शुभ तिथि मानिएको छ, अत्यन्त फलदायी तिथि मानिएको छ। यो तिथिमा धेरै राम्रा कार्यहरू पनि भएका थिए, जस्तै कि माता पार्वती र भगवान शिवजीको विवाह पनि यही तिथिमा भएको प्रसङ्ग छ र माता गङ्गा पनि धरतीमा अवतरण हुनुभएको तिथि यही नै अक्षय तृतीया तिथि भनेर भनिएको छ र महाभारत ग्रन्थ लेख्न पनि सुरुवात गरिएको तिथि भनेको चाहिँ अक्षय तृतीया तिथि नै थियो। यो तिथिमा यति धेरै शुभ कार्यहरू चाहिँ भएका थिए, योभन्दा अरू पनि कार्य भएका थिए। मैले त अहिले हजुरलाई जम्मा 3टा मात्र बताएँ र हामीले पनि यो दिन धेरै नै शुभ कार्यहरू गर्न सक्छौँ। आजको दिन हामीले दानहरू गर्न सक्छौँ, जस्तै कि अन्न दान गर्न सक्छौँ, वस्त्र दान गर्न सक्छौँ, जल दान गर्न सक्छौँ, विद्या दान गर्न सक्छौँ। हामीले जति सक्छौँ त्यति दान गर्न सक्छौँ। आज हामीले दान गरेको हुनाले चाहिँ यसको पुण्यको फल चाहिँ हामीले युगौं युगसम्म प्राप्त गर्छौँ भन्ने मान्यता रहेको छ। आज कुनै पनि हामीले कार्य गर्छौँ भने कहिले पनि क्षय भएर जाँदैन भन्ने मान्यता छ। हामीले जुन कार्य गर्छौँ त्यो कार्यको फल भनेको चाहिँ दीर्घकालीन रूपमा हामीले पाइराख्छौँ। त्यो भएको हुनाले आजको दिन हामीले शुभ कार्य गर्न पर्ने हुन्छ र आजको दिन गर्न नहुने कार्य भनेको चाहिँ तामसिक भोजनहरू नगर्ने, तामसिक भोजनहरू मात्र नभई तामसिक सोच विचार पनि नराख्ने। आजको दिन तामसिक चिजहरूलाई चाहिँ अलिकति पर राख्दाखेरि चाहिँ राम्रो हुन्छ। आजको दिन आफ्नो इष्ट देवताको मन्त्र जप गर्न सक्नुहुन्छ, आफ्नो इष्ट देवतालाई चाहिँ पुज्न सक्नुहुन्छ, सम्झिन सक्नुहुन्छ, मठ मन्दिर गएर चाहिँ भगवानको दर्शन गर्न सक्नुहुन्छ, गुरुहरूलाई गएर चाहिँ केही कुराहरू चाहिँ दिन सक्नुहुन्छ, गिफ्ट गर्न सक्नुहुन्छ। आजको दिन धेरै नै पावरफुल र धेरै नै शुभ दिन रहेको छ र आजको दिन हजुरले पितृहरूलाई पनि सम्झिन सक्नुहुन्छ, पितृहरूलाई जल चढाउन सक्नुहुन्छ, जल दिन सक्नुहुन्छ हैन। अनि उहाँलाई मनपर्ने चिजहरू जे छन् त्यो पनि हजुरले चढाउन सक्नुहुन्छ। आज चढाइएको चिजहरू चाहिँ पितृहरूले चाहिँ सिधै पाउनुहुन्छ, प्राप्त गर्नुहुन्छ र उहाँको आशीर्वाद पनि हामीले पाउँछौँ भन्ने मान्यता रहेको छ। आजको दिनलाई हर्ष उल्लासको साथ हजुरले बिताउनु होला र यसमा कुनै पनि चिजहरूको नकारात्मक एनर्जी आउने कुनै पनि चिजहरू कार्यहरू चाहिँ नगर्नु होला। आजको दिन तामसिक सोचहरूलाई, तामसिक भोजनहरूलाई चाहिँ अलिकति दूर राख्नु होला, अलिकति पर राख्नु होला भन्दै आजको दिन म बिदा हुन चाहन्छु। हस्त नमस्कार।